नमस्कार साथीहरु, आज म तपाईलाई केही अप्सनल म्याथमेटिक्स र केही फिजिक्सको कुराहरु बोर्डमा सल्भ गर्न गइरहेको छु र साथै केही फिजिक्सकै कन्सेप्टहरुको बारेमा नि कुनै नयाँ टपिकमा भिडियोहरु बनाउँदै छु। हस्ते यहाँ हेर्नुस् मेरो यो बोर्डमा म एउटा ट्रिग्नोमेट्रीको क्वेशन सल्भ गर्न गइरहेको छु। हामीलाई के दिएको छ भने if sin theta equal to root under 3 divided by 2 find the value tan theta solution। अब हामीलाई के गिभन दिएको छ sin theta equal to root 3 by 2 root 3 divided by 2। अब हामीलाई यहाँ के थाहा छ sin theta भनेको तपाईहरुले स्कुलमा पढ्नु भएको होला परपेन्डिकुलर डिवाइड बाइ हाइपोटेन्युस भन्नाले हामी सर्ट फर्ममा यसलाई p डिवाइड बाइ h लेख्छौं। त्यसकारण p को भ्यालु हामीलाई रुट अन्डर 3 दिएको छ र h को भ्यालु हामीलाई 2 दिएको छ। अब नाउ अब हामीलाई एउटा कुनै पनि ट्रिग्नोमेट्रीको यस्तो खालको क्वेशन सोल्भ गर्नु छ भने हामीलाई पाइथागोरस थ्योरम भन्ने एउटा सिद्धान्त लाग्छ जुन चाहिँ हो h स्क्वायर इक्वल टु p स्क्वायर प्लस b स्क्वायर। अब म तपाईहरुलाई पाइथागोरस थ्योरम अलि सर्टमा बुझाइदिन्छु, कतिपयले बुझ्न नसक्नु भएको होला। के हो भने एउटा यो ज्योमेट्रिकल राइट एंगल ट्रायंगल जसको एंगल 90 डिग्री र यो पोइन्ट a b र c छ। अब हामीलाई थाहा छ यो परपेन्डिकुलर भनेको p हो, अनि यो यस्तो के हुन्छ यो मुनिको यस्तो होरिजन्टल लाइन भनेको चाहिँ b हो भनेको बेस र h भनेको हाइपोटेन्युस। यो सबैभन्दा लामो लाइन भनेको हाइपोटेन्युस हो जुन a र c हो र भर्टिकल भनेको p होरिजन्टल भनेको b। अब के भने यो रेफरेन्स एंगलको रूपमा लिँदा यसलाई थीटा लिनुपर्छ, थीटा डिग्री। के थाहा छ भने थीटाको जुन रेफरेन्स साइन छ त्यही मतलब यो थीटाको रेफरेन्स साइन भनेको sin थीटा भ्यालु p डिवाइड h गरेको भनेको यस्तै। नाउ by using Pythagoras theorem h square equal to p square plus b square। और हामीलाई यहाँ थाहै होला यो परपेन्डिकुलरको भ्यालु रुट 3 छ भनेको h स्क्वायर इक्वल टु रुट 3 को होल स्क्वायर प्लस b भनेको हामीलाई भ्यालु दिएको छैन त्यसकारण b स्क्वायर सरी h स्क्वायर भ्यालु चाहिँ हामीसँग यहाँ 2 को स्क्वायर छ। और हामीलाई निकाल्नु छ b स्क्वायर भन्नाले बेसको भ्यालु भनेको अब यसलाई इक्वेसन सल्भ गर्दाखेरि के हुन्छ भने b स्क्वायर इक्वल टु यो यता आयो भने इक्वल्स टु भन्दा अगाडि हुन्छ र यो 2 स्क्वायर उता प्लस 2 स्क्वायर उता गयो भने माइनस 2 स्क्वायर हुन्छ भनेको सरी हुनाले उता गएपछि माइनस हुन्छ माइनस रुट 3 को स्क्वायर। हामीलाई इन्डिसेस भन्ने अर्कै अल्जेब्राको च्याप्टरमा पढेको होला हामी जहिले पनि स्क्वायर र रुट काटिन्छ भनेको यो 2 र यो रुट काट्यो भनेको हाम्रो बाँकी रह्यो b स्क्वायर इक्वल टु 2 को स्क्वायर भनेको 4 हो माइनस 3 मात्र बाँकी रह्यो त्यसकारण और b स्क्वायर इक्वल टु 4 माइनस 3 1 हुन्छ और therefore b इक्वल्स टु यहाँ एलएचएस तिर स्क्वायर भन्नाले आरएचएस मा गएपछि रुट हुन्छ भनेको 1 भनेको 1। अब यति त निक्ल्यो। अन्तिममा लास्टली therefore tan theta इक्वल्स टु परपेन्डिकुलर डिवाइड बाइ बेस परपेन्डिकुलरको भ्यालु हामीलाई दिएकै छ रुट 3 डिवाइड बाइ बेसको भ्यालु दिएको छ हामीलाई 1 भनेको आन्सर 1 र रुट 3 काट्यो भनेको आन्सर रुट 3 आयो tan थीटा भ्यालु। यदि बुझ्नु भएको छ अब अन्तिममा के भन्न चाहन्छु भने अब कतिपय बुझ्नु भएको कतिपय भन्दा र ज्ञात भन्दा सम्झिने काम गर्न त्यसमा तपाईलाई सटिक भन्दा याद गर्ने यो म टेबल बनाउँछु यहाँ साइन थीटा यहाँ cos थीटा मैले यहाँ टेबल बनाए यहाँ सुरुमा के राख्ने भने p राख्ने त्यसपछि यहाँ h यहाँ b हुन्छ यहाँ p नै हुन्छ यहाँ h b। अब यो याद गर्ने एउटा एकदम हाँसउठ्ने ट्रिक भन्छु के हो भने म के भन्छ इन्डियन हिन्दी भाषामा पनि भन्छु नेपाली भाषामा पनि भन्छु। अब यहाँ हेर्नु चाहिँ यहाँलाई के दिन्छ p b p h h b छ हैन। के भने कसैले फर्मुला याद भएन भने कुनै कपीको एक्जामतिर लेख्दाखेरि कुनै कपीको रफमा गएर यस्तो टेबल बनाउन अनि यहाँ p b p h h b लेख्ने। अब यसको यो सूत्र भनेको चाहिँ के हो भने पण्डित बद्री प्रसाद हर हर बोले यो एउटा सूत्र अब अर्को नेपालीमा भन्नु भन्दाखेरि पढ बाबु पढ हरि हरि बोला हो। तपाईहरुले यही एकदम दुईटा ट्रिक गरायो भने यो फर्मुला मतलब यो यिनीहरुको फर्मुलाहरु यो याद गर्न सक्नुहुन्छ। अब यो p h भनेको sin थीटा को त्यसपछि b h भनेको cos थीटा को बराबर हुन्छ र p चाहिँ tan थीटा को बराबर हुन्छ। अब तपाईहरुलाई अझै के चित्त बुझ्दैन होला तर म भन्न चाहन्छु कि ट्रिग्नोमेट्रीमा तपाईं तीनटा मात्र भन्न हुँदैन कि यो sin के भने sin थीटा cos थीटा tan थीटा को डाइरेक्ट उल्टो पनि हुन्छ जसमा हामी कोसेक अनि सेक गर्न सक्छु। अब के भन्ने अब यो भयो तपाईहरुको ओरिजिनल तीनटा हैन तीनटा रेशियोहरु। अब तपाईहरुलाई यसकै उल्टो बनाउनु छ भने के गर्नु भने यहाँलाई मेट्नुस्। अब के गर्ने मुनिको माथिको मुनि यसरी लेखिदिनुस् भनेको h h b p p p। अब यो त अब अघिको अघिबाट के भन्छ भने कोसेक थीटा को बराबर हुन्छ h डिवाइडेड p। अब h डिवाइडेड सही h डिवाइडेड p। अब h डिवाइडेड p भनेको कोसेक भएर सेक को के हुन्छ भने h डिवाइडेड b हुन्छ। अब त्यो b डिवाइडेड p भनेको cot हुन्छ tan हुन्छ। यो sin को cos उल्टो यो tan उल्टो cos h डिवाइडेड b डिवाइडेड p। अब कतिपयमा अल्जेब्रिकली क्वेशन आउन सक्छ ट्रिग्नोमेट्रीमा यस्तो टाइपको मात्र क्वेशन आउँदैन। ट्रिग्नोमेट्रीमा धेरैवटा फर्मुला छ त्यहाँमध्ये आज मैले तपाईहरुलाई एकदम छोटो मतलब ट्रिग्नोमेट्रिक रेशियो मात्र बुझाए सम्झाए। अब के हो भने यति मैले के भन्छ पढाए
भने पनि तपाईहरुले राम्ररी बुझ्नु होला म आशा गर्छु र आजको भिडियो राम्रो लाग्यो भने प्लिज दया गरेर मलाई आफ्नो भाइ सम्झेर सब्स्क्राइब गरिदिनुस् लाइक गरिदिनुस् र च्यानललाई अरु साथीहरुसँग जो पनि हुन्छ शेयर गर्नुस् ताकि यस्तो टाइपको भिडियो तपाईको पढाइ लेखाइमा केही मद्दत गर्न सकोस् र थ्यांक यू।